लङ्घलेबाट आउनु भएको हैन लङ्घले कुइबाङ हो मेरो जन्मथलो ए कुइबाङ हो कुइबाङ हो ए यतै हेर्नु भयो नि हुन्छ चाहिँ हुन्छ जसै पनि भेटेको छ भन्नु न सोध्नु ए कुइबाङ हजुरको घर अनि त्यसपछि लङ्घले बस्नुभयो ए अनि अहिले यता आउनु भयो है यहाँ आएको त 35-36 वर्ष भयो यो घर बनाएर बसेको त म त ए योभन्दा पहिले बचपनमा त यो मैले हागिने भने नि यो पाखा त सबै खेल्यो नि म त यो पाखा त पुरै खेल्यो नि पुरै बाँझै थियो होला है सब बाँझे थियो त अहिले पछि बनाएको यो घर त ए हामी त साँझमा चाहिँ नि त्यो माथि घर थिएन त्यो घर अहिले नयाँ बनाएको एउटा उता लामो एउटा यतापट्टि थियो फुबो चाहिँ नि घर थिएन त्यो बारतल्लीमा घर पछाडि त्यो बारतल्लीमा बस्थ्यो हजुर हामी त साँझमा त यहाँ खेल्न आउने थियो ए ल अब त बाघ आयो ल अबि छ भनेपछि ध्यान हामी भाग्ने हजुरको नाम के पर्यो बाजे रामबहादुर गुरुङ ए रामबहादुर के भन्नु अरे गुरुङ के अरे त्यसरी खेलेको ठाउँ हो नि त्यसो अन्तिममा पहिले यहाँ माथि बाटो थिएन यो बाटो त यही हो यताबाट नि यही यहाँ के यहाँ त मान्छे त बिहा हिँड्ने थियो पानी भन यहीँ आउने साबुन किन्ने मर्तिलाहरू किन्ने त्यस्तो ठाउँ थियो नि यो त अहिले त छिमेकी सबै अब हुने खाने त गऱ्यो हामी गऱ्यौँ जति यहीँ अडियो त्यही पनि रमाइलो छ नि त गाउँ त होइन अब यहीँ नअडियो अब कहाँ जाने हो मनले त सब पोखरा बजारै हाँगेको छैन हाँगेर भयो हो त नि आफ्नो बसोबास हुन सक्नु गर्न सक्नु पर्यो बास गरेर फेरि के खाने बासले खान दिन्न फेरि खानेको तरिकाहरू पैसा कमाउने तरिका कति हुन्छ त्यो जान्न पर्यो फेरि पोखरा बसेपछि छोराछोरी चाहिँ अलिक बिग्रन्छ अल्छी हुन्छ हेर्नुहोस् यति कुरो त मैले देखेको कुरा हो पानी ल्यातो भने पनि यहीँ गरेर चाहिँ रिसाउँछ अनि हामी त यहाँ त खानापिनाको मान्छे भए पनि हामी त यहीँको अर्ग्यानिक खाइरहेको छौँ नि जसै भने गाउँ हो गाउँ हो नि यहाँ बसेर खुसी हुनुहुन्छ हजुर होइन म त खुसी नै छौँ अलिक यहाँ छिमेकी नभएर म त यिनीहरू नबस्नु